गुड मर्निङ। अहिले चाहिँ बिहानको ठ्याक्क 7 बज्यो। आज 2082 साल असोज 18 गते हामी चाहिँ घोर्ले झरनाको यात्रा सुरु गर्दैछौँ र अहिले हामी चाहिँ पाँचखपन नगरपालिका वडा नम्बर 1 मा छौँ। अब हामी सिब्रिङ खोल्सा पुग्न लाग्यौँ। सिब्रिङ खोल्साबाट चाहिँ उकालो अलैँचीबारी हुँदै निस्किनुपर्छ। यस्तो छ है बाटो चाहिँ। ठ्याक्क झर्ना राम्रो देखे जस्तो कहाँ हो र यसरी दुःख गरेर हिँडेर जानुपर्छ। बाटो अब हामी जानुपर्ने बाटो यस्तो छ। हाम्रो गाउँबाट घोर्ले जाने बाटोमा त यसरी रुख पो लडिरहेको रहेछ त बाटैमा। यहाँ आइपुग्यो। अब यहाँ चाहिँ 5 मिनट बसेर जाने हो। गलियो पर देखेको गाउँलाई चाहिँ सम्पत्ति भन्छ अरे। अनि यो ठ्याक्क म अहिले भएको ठाउँलाई चाहिँ कटरे भन्छ। अनि यो जङ्गलदेखि पारि चाहिँ वडा नम्बर 1 को वडा कार्यालय रहेको छ। अनि यो माथि चाहिँ डाँडा गाउँ, साबा गाउँ अनि सिब्रिङ जाने बाटो हो हिँड्दै जाँदाखेरि। अब फेरि हामी चाहिँ यो रोड हिँड्दा लामो हुने भएकोले यसरी अब फेरि सर्टकट खेत घर हुँदै जान्छौँ। यो बाटोबाट हिँड्दा चाहिँ हामीलाई ढिलो हुन्छ। ल यो बाटोबाट जान्छौँ है हामी कटरे हुँदै। अनि स्कुल डाँडा निस्किन्छ। सायद हामी स्कुल डाँडा पनि निस्किन्छौँ। अझै सर्टकट अलैँचीबारीबाट जान्छौँ क्यारा। चाहिँ कटरे खेत, माथिको यो डाँडा गाउँ अनि माथिको एउटा घरदेखि यहाँ यो देखेको चाहिँ बुढाथोकी घर अनि त्यहाँबाट घोर्ले झरना। पानी परिरहेको छ। यो चाहिँ कटरेको चौतारो। बाट आउँदाखेरि चाहिँ हिँडेर आउने बाटो चाहिँ यो हो। यो पारिदेखिको चाहिँ जौबारी अनि उता वाना छ। अनि हामी तल पाँचखपन 1 को वडा कार्यालय नजिकबाट आएको। त्योबाट आउने बाटो चाहिँ यता हो। अनि अब हामी यो बाटो यस्तो बाटो हिँडेर जाँदैछौँ। बिचमा 2-3 जुकाले पनि हामीलाई खायो। अब यो चाहिँ डाँडा गाउँको हामी पुछरबाट जान्छौँ। डाँडा गाउँमा चाहिँ मादिङ लिम्बूहरूको बसोबास रहेको छ। यो चाहिँ मेरो श्रीमानको चाहिँ पुर्खेउली गाउँ पनि हो। हामी चाहिँ तल बस्छौँ। तल हामी चाहिँ खनाल बुढाथोकी कार्कीहरूको बिचमा बस्छौँ। 2 घर मात्रै लिम्बू घर छ। अनि यहाँ चाहिँ पुरै मादिङ लिम्बूहरूको चाहिँ बसोबास रहेको छ। यहाँबाट चाहिँ बसाइ सरेर तल झर्नुभएको। यो चाहिँ हाम्रो रोड आउँदाखेरि चाहिँ स्कुल डाँडाबाट आउने बाटो। अनि यताबाट अलिकति उता गएर चाहिँ हाम्रो काकाहरूको घर अनि हाम्रो मूल घर छ। अनि यो चाहिँ घोर्ले जाने बाटो। अब हिँड्नु पर्यो।
यस्तो छ बाटो। यहाँ एउटा खोल्सा छ अनि खोल्साबाट उकालो हिँड्नुपर्छ। उकालो हिँडेपछि एउटा बुढाथोकी घर आउँछ। त्यहाँ एउटा सानो पसल पनि राख्नु भएको छ। अनि त्यहाँबाट फेरि हिँड्नुपर्छ 20-25 मिनट मात्रै पुगिन्छ। लाग्यो डाँडा गाउँबाट यो तेर्सो हिँडेर चाहिँ उकालो लाग्दा चाहिँ जुका गाडी हेरिन्छ अरे। जुका गाडीको चाहिँ भिडियो खिचिँदैन फेरि डर लाग्छ मलाई नि। भिडियो खिचिरहँदाखेरि एउटा देख्दै साथी जान्छ कसरी पुगेर फर्किनु रहरले दुःख पाइयो। हाम्रो भाइहरू आइपुग्न आँट्नु भएको छ अरे भिडियो छैन। यस्तै बाटो जानुपर्ने हुन्छ। त्यो कुन खोल्सा हो? के खोला अरे? टेक्रेङ्गा। ए ठुलो पो रहेछ त हौ भन। हाम्रो दुई भाइहरू घोरले जाने रोड यस्तो छ है हाम्रो टिम। ओहो पहिरो गएछ नि है। पहिरो पो गएछ त। यस्तो छ बाटो चाहिँ पुरा हुसु लागेर केही देखिँदैन। पाख्रीबास हिलेको पो झल्को आयो। पोहोर हामी 2 वर्ष अगाडि आउँदा चाहिँ हामी सर्टकट गएको थियौँ। गर्मी थियो नि माथि निस्किँदाखेरि तल कटरी आउँदै घाम लागिसकेको थियो। शीतल थियो बाटो पनि राम्रो थियो। एउटा जुका लागेको थिएन। घोरले जानु बाटो यस्तो छ है। आज हुसु लागेर असोज 18 गतेको दिन हामी चाहिँ जाँदा जाँदै साथीहरू पनि भेटेको छौँ। पछाडि आउनु हुँदैछ। हाम्रो भाइहरू सर्टकट बाटो जानुभयो। अनि हिँड्दै आएको भए चाहिँ यसरी यो गाडी यस्तो अँध्यारो बाटो आउनु पर्थ्यो। सर्टकट अलिक छिटो आइपुगिन्छ। अब यो बाटो जानुपर्ने हुन्छ। एउटा घर अनि पसल आउँछ यहाँ। त्यहाँदेखि हिँड्नुपर्छ। खै जुकाहरू ओ डल्लो परि गर्ने जुका बिचारा हेर ठुलो जुको। त्यो त भएन हटिया भयो जुका चाहिँ। हामी हिँड्ने बाटो चाहिँ यस्तो छ। पुग्न लागेको अवस्था हो। अब चाहिँ हामीलाई कति लाग्छ होला 20 मिनट। अब यहाँ थोरै उकालो अनि फेरि ओह्रालो हिँड्नुपर्छ पुग्न लाग्दाखेरि। खोल्साहरू पनि निकै ठुलो रहेछ है। यस्तो बाटो हामी हिँड्नु पर्यो। बाटो चाहिँ राम्रै रहेछ। पोहोर परार आउँदा भन्दा अझै यो दसैँले गर्दा नि होला। अहिले अलिक धेरै मान्छेको चाप बढ्ने भएकोले पनि यो बाटो चाहिँ राम्रो जस्तो लाग्यो। कति भयो यो बाटोहरू बनाएको? 5 वर्ष। अन्दाजी चाहिँ यो बाटो बनेको चाहिँ 5 वर्ष भयो भन्ने कुरा आयो हाम्रो भाइहरूबाट। यस्तो छ हाम्रो बाटो सोचे भन्दा राम्रो रहेछ है। पुग्न पो आँट्यौँ त हामी त होइन। पुग्न पो आँट्यौँ त लगभग। यहाँ चाहिँ यसरी वृक्षारोपण पनि भएको रहेछ। गुराँस रोपिएको रहेछ भर्खरै। हाम्रो टिमहरू चाहिँ यता 4 जना। बाटो त निकै राम्रो रहेछ हौ। यहाँदेखि मास्तिर पोहोरबाट हामी आउँदा भन्दा नि राम्रो रहेछ। 2 वर्ष अगाडि आउँदा भन्दा पनि अझै राम्रो भएछ बाटो चाहिँ। 191 मिटर उचाइ होइन। त्यो ल हामी पुग्न आँट्यौँ है। अब चाहिँ त्यही त लेन्थ चाहिँ लेखेको हुनु भने क्या होइन बाटो यो भनेर त्यस्तो। अब अझै बाटो बाँकी रहेछ। अनि
ठाउँ ठाउँमा डस्टबिनको पनि व्यवस्था गर्नुपर्ने क्या। ए यहाँ फुलहरू पनि रोपेको देखियो। बाटो चाहिँ जे होस् राम्रो भएछ पोहोर 2 वर्ष अगाडि भन्दा पनि। ल हामी चाहिँ अब लगभग घोर्ले झरना पुग्यौँ। यो पुलबाट देखेकोहरू चाहिँ सानो साइड झरना हो। अहिले पानी परिरहेको भएर चाहिँ यो साइड झरना पनि ठुलो रहेछ। हामी पहिला आउँदा त सानो थियो पानी नभएर, अनि मेन झरना चाहिँ यता रहेको छ। यो चाहिँ झोलुङ्गे पुल हो।
ओके एउटा पुल त्यहाँबाट हुन्छ झर्ना सर्ना सब छोपिसक्यो है पानीले। परेर केही पनि देखेको छैन है झर्ना चाहिँ। यो त उता झन् कडा हो पानी परेर ढाडिएर